नमस्कार। यो शिवराज नगरपालिका वडा नम्बर 9 मा अवस्थित शिवराज आधारभूत विद्यालय हो र जहाँ यस विद्यालयमा आज दशैं विशेष कार्यक्रम हुँदैछ र हामीले निरन्तर विगतका वर्षदेखि यस्ता कार्यक्रमहरू गर्दै आइरहेका छौं र सोही क्रममा आज पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै छौं र यस कार्यक्रमको सञ्चालन यसै विद्यालयका शिक्षक निराजुन सरले गर्नुभएको थियो भने यसै विद्यालयमा अध्ययनरत कक्षा 7 मा अध्ययनरत बहिनीहरूबाट दशैंसँग सम्बन्धित गीत गाएर यस कार्यक्रमको पनि सुरुवात गरिएको थियो। यस कार्यक्रमसँग सम्बन्धित रहेर यसै विद्यालयका शिक्षक हस्तवीर सरले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। प्रधानाध्यापक सुनिल पुनज्यू, यसैगरी यसै विद्यालयका सहायक प्रधानाध्यापक तारा म्याम, यसैगरी यस विद्यालयमा अध्यापनरत सम्पूर्ण मेरा शिक्षक साथीहरू, यसैगरी यस विद्यालयमा अध्ययनरत सम्पूर्ण मेरा विद्यार्थी भाइ बहिनीहरूमा यस वर्षको विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना साथै स्वागत गर्न चाहन्छु। पक्कै पनि यो हाम्रो हिन्दू धर्म मान्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको यो सबैभन्दा ठुलो महान चाडको अवसरमा हामीहरूले यस विद्यालयमा दशैं विशेष सांस्कृतिक कार्यक्रम, दशैं विशेष कार्यक्रम आयोजना गर्दैछौँ। हामीहरूले यसै कार्यक्रममा हामीहरूले तपाईहरुलाई साथै यसै विद्यालयका शिक्षिका शान्ति गिरीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू सबैलाई दशैंको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। शुभकामना मन्तव्यलाई निरन्तरता दिने क्रममा यसै विद्यालयमा कक्षा 8 मा अध्ययनरत बहिनी मनिषा विश्वकर्माले पनि दशैंसँग सम्बन्धित रहेर शुभकामना मन्तव्य राख्नुभएको थियो। मेरा प्यारा प्यारा साथीहरूमा मेरो हार्दिक अभिवादन व्यक्त गर्दछु। आउँदै गरेको नेपालीहरूको महान पर्व बडा दशैं र शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति र उत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण शिवराज आधारभूत विद्यालयका कक्षा 1 देखि 8 सम्मका विद्यार्थीहरू र सबै शिक्षक शिक्षिकाहरूमा आउँदै गरेको बडा दशैं र शुभ दीपावलीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। हस्त धन्यवाद। शुभकामना मन्तव्य सँगसँगै हामीले पुनः फेरि एउटा दशैंसँग सम्बन्धित गीतलाई जोडेका थियौं र उक्त गीत कक्षा 7 मै अध्ययनरत बहिनीहरूले गाउनु भएको थियो। पर्दा उठायो म आउँदिन फर्केर
उक्त दसैँ विशेष गीत सँगसँगै यसै विद्यालयमा कार्यरत शिक्षक कृष्ण सरबाट सानो एउटा गजल पनि प्रस्तुत भएको थियो। गजलहरू गाइएका छन्। दसैँ विशेष पर्वहरूले एकता छ, बलियो बनाउँछ, समाजको बगैँचामा सद्भाव फैलाउँछ। धन्यवाद। सँगसँगै उहाँको गजल सँगसँगै हामी दसैँ विशेष कार्यक्रममा प्रवेश गरिसकेका छौँ र यहाँ हामी विद्यार्थी भाइ बहिनीहरूलाई टिका जमरा पैसा दिएर चाहिँ हामीले दसैँको शुभकामना आदान प्रदान गरिरहेका छौँ र यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले निकै रमाइरहेका छन् विद्यार्थी भाइ बहिनीहरू। निकै हर्ष उल्लासका साथ उहाँहरूले निकै खुसी व्यक्त गर्नुभएको छ र यस कार्यक्रम निकै सौहार्दपूर्ण वातावरणमा चलिरहेको छ र विद्यार्थी भाइ बहिनीहरूले यहाँ देख्न सक्नुहुन्छ निकै खुसी छन्। निधारभरि रातो टिका जमरा कानमा र हातमा थोरै भए पनि सानो रकमको दक्षिणा भए पनि उहाँहरूले समात्नु भएको छ। निकै खुसी हुनुहुन्छ र यसै विद्यालयका प्रधानाध्यापक सुनिल कुनले विद्यार्थी भाइ बहिनीहरूलाई टिका जमराहरू लगाइदिँदै हुनुहुन्छ भने सहायक प्रधानाध्यापक तारा गेवाली म्यामले पनि लगाइदिँदै हुनुहुन्छ। विशेष त हामीले यस दसैँ विशेष कार्यक्रमको टिका जमरा लगाइदिने कार्यक्रम चाहिँ हामीले कक्षा शिक्षकबाट नै प्रत्येक कक्षाका विद्यार्थीहरूलाई आफूले नै कक्षा शिक्षकले लगाइदिने भनेर हामी त्यसरी यो चाहिँ गरेका थियौँ भने समग्रमा विद्यालयका प्रधानाध्यापक सुनिल कुनज्यूले चाहिँ सम्पूर्ण कक्षाका भाइ बहिनीहरूलाई टिका जमरा चाहिँ लगाइदिनु भएको थियो। टिका जमरा कार्यक्रम सँगसँगै अब अन्तिममा हामी छौँ र हाम्रै कक्षा 7 र 8मा अध्ययनरत बहिनीहरूले यहाँ नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। निकै उत्कृष्ट नृत्य छ, निकै राम्रो छ। दसैँसँग सम्बन्धित गीतमा रहेर उहाँहरूले नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। कृपया ध्यान दिएर हेर्नु होला है त, निकै रमाइलो छ।
जोडी रोज्नु फुलको हो पानी मिठो मुलको अरे जोडी रोज्नु फुलको माया गाँसौ तुको जस्तै अजम्बरी फुलको विशेष कार्यक्रम मनाउने कार्यक्रम सँगसँगै पुनः हामी अन्तिममा छौँ र हामीले यहाँ विद्यालयमा कार्यरत शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरूको बीचमा एक आपसमा नाचेर हामीले दसैँ विशेष कार्यक्रम मनाइरहेका छौँ र जहाँ हामी निकै रमाइरहेका छौँ, निकै झुमिरहेका छौँ। सम्भवतः विद्यालयमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा हुनु
आवश्यक छ, जसले विद्यार्थीको विभिन्न किसिमका क्षमताहरूको विकासमा सहयोग गर्नेछ भने शिक्षक कर्मचारी र विद्यार्थीहरूको बिचमा एक आपसमा सहकारी र विद्यार्थीहरूले पनि शिक्षकप्रतिको त्यो आदर सत्कार र विद्यार्थीहरूप्रतिको माया ममताहरू एक आपसमा बढ्दै जानेछ र यसरी यस्ता कार्यक्रमहरू विद्यालयमा आयोजना गर्दाखेरि हाम्रा ती संस्कृतिहरू, रीतिरिवाजहरू, चालचलनहरू, हाम्रा ती पर्वहरू कसरी मनाइँदो रहेछ भन्ने विभिन्न किसिमका ज्ञानका विकास पनि विद्यार्थीमा हुने गर्छ। यस्ता कार्यक्रमहरू निरन्तर रूपमा हुनु चाहिँ आवश्यक छ, अथवा विभिन्न उत्सव जात्रासँग सम्बन्धित रहेर विद्यालयमा यस्ता कार्यक्रमहरू गर्दा चाहिँ निकै उपयुक्त र फलदायी हुने चाहिँ मैले मानेको छु। भिरमौरीलाई भिरकैतिर, घरमौरीलाई घरकैतिर, यो मौरीको मन चाहिँ बस्यो भनाकोतिर, सलाम भनाकोतिर। बिजुलीको तार 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 तार, फुर्सद भए हजुर भेटौँ शनिबार, फुर्सद भए हजुर भेटौँ शनिबार।
उक्त दसैँ विशेष कार्यक्रमसँग सम्बन्धित रहेका र यहाँ केही फोटोहरू पनि सेसन भएका थिए र ती फोटोहरू पनि यहाँ तपाईहरुलाई देखाउँदैछु। यो फोटोहरू पनि हेरिदिनु होला। विशेष कार्यक्रममा विभिन्न किसिमले यसै सँगसँगै आजको यो दसैँ विशेष कार्यक्रमलाई यसै विद्यालयका प्रधानाध्यापक सुनिल पुनले समापन गर्ने क्रममा हुनुहुन्छ र उहाँले आफ्ना दसैँसँग सम्बन्धित रहेका भनाइहरू व्यक्त गर्दै आजको यस कार्यक्रम उहाँले समापन गर्नु। विशेष पर्वको रूपमा पनि लिने गरिन्छ र जसमा हामी आफूभन्दा ठुला अग्रज व्यक्तित्वहरूसँग टीका ग्रहण गर्ने र त्यो सँगसँगै विभिन्न किसिमका आशीर्वादहरू लिने गर्ने चलन चाहिँ हाम्रो यो दसैँमा छ। र विशेषतः यो दसैँले विभिन्न किसिमका महत्त्वहरू बोकेको हुन्छ, जहाँ एउटा धार्मिक आस्था र धार्मिक आस्था सँगसँगै त्यो बीचमा रहेर हामी आफन्त जनसँग आफ्ना छरछिमेकसँग हर्ष उल्लासका साथ मनाउने गरिन्छ, जसले हामीमा एकताको